हेलो नमस्ते वेलकम टु माई मिनी ब्लग अफ 75 डेज वेट लस च्यालेन्ज। आज चाहिँ मेरो डे 21। आज चाहिँ फेब्रुअरी 26। मलाई चाहिँ आजकल कस्तो के खानपिनको टाइम पनि मिलिरहेको छैन। बिहान बिहान जहिले बाहिर हिँडिरहेको छु अनि त्यसपछि खानाको टाइम नै मिल्दैन कि घर आयो 1 बजीतिर खाना त्यस्तो भइरहेछ। त्यही भएर होला वेट पनि घटेको छैन गाइज, मेरो यति पनि घटेको छैन। अहिले भर्खर चेक गरेर आएको थिएँ मैले, अहिले चेक गर्दा 83.2 देखायो। सो बिहान मैले बिहान त के भन्नु, यो 12 बजीतिर मैले जिरा पानी खाएँ अनि त्यसपछि खानामा चाहिँ इस्कुस र आलुको तरकारी हो अनि थोरै यति खाना खाएँ भनौँ न, किनभने आज अरू केही तरकारी थिएन, घरमा जे थियो त्यही मात्रै यति खाएँ। अनि त्यसपछि यो चाहिँ मैले 1 बजीतिर खाएको है, 1 बजीतिर लन्च बिहानको खाना भयो। अनि त्यसपछि चाहिँ अब खाजा खाने टाइममा भात खाएपछि के खानुपर्छ रहेन, खासै केही खाने मन लागेन। सो यो चाहिँ मैले 5:30 बजीतिर दुईवटा सुन्तला सानो थियो, तर यसको पनि हाफ भनौँ न 1.5 मात्रै खाएँ होला मैले। हाफ चाहिँ अलि अमिलो भयो अनि मैले हस्बेन्डलाई दिएको थिएँ। अनि डिनर चाहिँ मैले 7:30 बजीतिर गरेको थिएँ। ब्रोकली दुवै ससेस ब्रोकली दुइटै उसिनेको हो अनि यसमा हल्का चाट मसलाहरू हालेँ। यति नै, ओके बाई, गुड नाइट।